करारविन्देन पदारविन्दं मुखारविन्दे विनिवेशयन्तं वटस्य पत्रस्य पुटे शयानं बालं मुकुन्दं मनसा स्मरामि बालं मुकुन्दं मनसा स्मरामि। अर्थात् बोट बिरुवाहरूको पातमा विश्राम गरेर कमल जस्तो समान पाउलाई कमल जस्तो हातले समातेर कमल जस्तो मुखमा धारण गर्ने यस्ता भगवान बाल स्वरूप भगवान श्रीकृष्णलाई म मनबाट नै स्मरण गर्दछु। जय श्रीकृष्ण, जय राधे श्याम। करारविन्देन पदारविन्दं मुखारविन्दे विनिवेशयन्तं वटस्य पत्रस्य पुटे शयानं बालं मुकुन्दं मनसा स्मरामि बालं मुकुन्दं मनसा स्मरामि। अर्थात् बोट बिरुवाहरूको पातमा विश्राम गरेर कमल जस्तो समान पाउलाई कमल जस्तो हातले समातेर कमल जस्तो मुखमा धारण गर्ने यस्ता भगवान बाल स्वरूप भगवान श्रीकृष्णलाई म मनबाट नै स्मरण गर्दछु। जय श्रीकृष्ण, जय राधे श्याम।